हजुर किन्न त किन्ने भनेको तर कसरी हो एउटाको मूल्य सिरकलाई कसरी हो एउटा सिरकको 1600 रुपैयाँ आमा 1600 त धेरै भएन र पैसा त्यहाँभन्दा मिलाउन सकिँदैन हजुर नाइ 1500 सम्म दिनु 1200 सम्म मिलाउनुस् न नाइ हुँदैन हजुर मिलाउनु पर्यो हुन्न घाटा पर्छ घाटा त पर्दैन हो का हजुरलाई घाटा पर्ने तरिका दिनुहुन्छ दिनु हुँदैन हजुर भन्नुस् न ठिक्कै कति दिनुहुन्छ नाइ हजुर मिलाएर हजुरको 1600 पनि भएन मेरो 1200 पनि भएन 1300 मा दिनु न त नाइ 1400 मा दिनु हेर्नुस् न हजुर जस्तो कसले भेटिन्छ होइन हजुरको भनेको पनि भएन मेरो पनि भएन ल दिनु न त 1300 मा 1350 दिनु न त 50 रुपैयाँ बढाइदिएको छ हुँदैन हजुर हुँदैन अरे ओइ ए नानी भित्र गएर पैसा ल्याएर आऊ त जाऊ त 1300-1400 पैसा ल्याएर आऊ त दिन पर्यो एउटा सिरक राख्नु पर्यो ओइ उर्मिला म उर्मिलाको पढ्दै त जाऊ यता देखिन्न व्यापारी अनि हजुरको घर चाहिँ कहाँ हो नि व्यापारी भाइको मेरो घर चाहिँ जुम्लातिर हो ए यस्तै व्यापार गर्नु हुने रहेछ है ए नानी पैसा छिटो ल्याएर आऊ त 1400 छ नि लिनुस् त हजुर 100 रुपैयाँ 200 रुपैयाँ मात्र घटाउनु भयो सिरानी दिनुस् मलाई सिरक थ्याङ्क यू ओके